नमस्ते, म अस्मिता नेउपाने हाल पोखरा युनिभर्सिटी स्कुल अफ बिजनेसमा MBA 4th ट्राइमेस्टरमा अध्ययनरत विद्यार्थी हो। MBA 4th ट्राइमेस्टर अन्तर्गत रहेको म्यानेजरल प्र्याक्टिकम सब्जेक्टमा हामीले असाइनमेन्ट प्राप्त गरेका थियौँ। त्यसैको सिलसिलामा आज यहाँको पर्यटन र व्यवसायबारे छोटो इन्टरभ्यू दिन आएकी छु। नमस्ते दाइ। नमस्ते। हजुरको छोटो परिचय दिनुहोस् न। मेरो नाम शैलेश सुनम अनि म चाहिँ अहिले यो अम्ब्रेला रेस्टुरेन्टको सञ्चालक। अहिले एज अ ओनर हामीले यो इस्टाब्लिसमेन्ट गरे पनि 5-6 इयर्स भइसक्यो। हजुर, मानिङकोट अम्ब्रेला रेस्टुरेन्ट सुरु गर्ने विचार तपाईलाई कहिले र कसरी आयो? यस्तो चाहिँ लकडाउन थियो होइन, त्यतिखेर म ठ्याक्क ब्याचलर पास गरेर बसिसकेको थिएँ अनि जब पनि मेरो काठमाडौँमा थियो जान पाइएन होइन, जब पनि ब्रेक भयो, अरूको काम कति गर्नु होइन। अनि त्यस पछाडि आएर यसो यतातिर डाँडातिर हामी घुम्न आइयो होइन। अनि आउँदाखेरि यहाँ त केही पनि थिएन क्या, अनि एउटा सपहरू अथवा टी सप केही पनि थिएन। अनि यहाँ आएर अब यसो घुम्न आइयो होइन। अनि त्यतिखेर यताउता हेऱ्यो, यता पुरै सप पनि देखिएन हामीहरूले होइन। सानो पानी बेचेर भयो नि बसौँ न भनेर चाहिँ म पढाइ सँगसँगै होइन, म MBA पनि यता पढिरहेको थिएँ अनि यता पनि गर्दै गरौँ न जब गर्नुभन्दा भनेर अनि हामी यसमै लाग्यो क्या। हजुरलाई अर्को प्रश्न है। हजुर, मानवकोटमा तपाईँले कस्तो अवसर देख्नुभयो जसले तपाईँलाई यो व्यवसाय गर्न अति प्रेरित अनि मोटिभेट गर्यो? मलाई चाहिँ के प्रेरित गर्यो भन्दाखेरि यसले सोसल मिडिया भाइरलहरू भयो होइन, भिडियोजहरू, अनि त्यसरी तपाईँको कम्युनिटी रिटर्न्सहरू अनि इन्फ्रास्ट्रक्चर ग्यापहरू, जुन कि यहाँ कुनै इन्फ्रास्ट्रक्चरहरू छैन नि त, जुन अब पुनिलहरू होइन अथवा तपाईँको घान्द्रुकहरू भनेको पहिल्यै लोकालिटी त्यो एरिया पहिल्यै भइसक्यो हो क्या होइन। यहाँ चाहिँ कुनै इन्फ्रास्ट्रक्चरहरू पनि थिएन होइन। यहाँ आएर हामी आफैले इन्फ्रास्ट्रक्चर बनाएर होइन, पानीको प्रब्लमहरू छ त्यसलाई पनि हामीले फुलफिलमेन्ट गर्दैछौँ बिस्तारै। जस्तो हामीले पुस्ताखेरिमा चाहिँ सबैभन्दा पहिला सुरुवात गर्ने चाहिँ हजुर पनि गर्नुहुन्छ। पहिला पुरानो गाउँ चाहिँ थियो, सानो बस्ती थियो होइन, तर बाहिरबाट आएको चाहिँ हामी भन्नु पर्यो सुरुमा। अनि यो डाँडामा रेस्टुरेन्ट खोलेको चाहिँ हामी, उहाँहरू चाहिँ घर सानो घर हुन्थ्यो होइन, घरमा चाहिँ होमस्टे टाइपको सानो घरहरूमा गर्दै गर्नुहुन्थ्यो। अनि आएको चाहिँ हामी सुरुमा डाँडामा है। हजुरलाई अर्को प्रश्न है। यो रेस्टुरेन्ट स्थापना गर्दा तपाईँले सामना गर्नु परेका मुख्य चुनौतीहरू के थिए? फर्स्ट अफ अल त यहाँको प्रब्लम भनेकै वाटर रिसोर्सेस हो होइन, स्कार्सिटी अफ वाटर, मेन पावरहरू पाउन गाह्रो हुन्छ यहाँ होइन। जस्तै यो ट्रान्सपोर्टेसन पनि रोड एक्सेस राम्रो छैन यहाँ आउनको लागि। अनि ट्रान्सपोर्टेसन पनि अलिक गाह्रो हुन्छ पाउनको लागि, सामान ल्याउनको लागि। अनि हामीले अलिकति महँगो हाइक गर्नुपर्ने हुन्छ, थोरै प्राइसेसहरू। आफ्नो रेस्टुरेन्टको प्रचार प्रसार गर्न तपाईँले कस्ता मार्केटिङ रणनीतिहरू प्रयोग गर्नुभएको छ? हामीले अहिले टिकटकमा पब्लिसिटी गरेका छौँ होइन, भिडियोजहरू पर डे हामीले 1-2 राख्छौँ नाचेको अनि भ्युजको होइन, सनराइज सनसेट। अनि इन्स्टाग्राममा राख्छौँ हामीले त्यही, अनि फेसबुकमा बुस्ट गर्छौँ प्याकेजेसहरू। अनि हाम्रो टिकटक र इन्स्टाग्रामको एकाउन्ट भनेको त्यही मानवकोट अम्ब्रेला रेस्टो भनेर छ। टिकटक पनि निकै भाइरल छ हजुरहरूको यहाँको। तपाईँको व्यवसायको प्रचार गर्न सामाजिक सञ्जालहरू कति महत्त्वपूर्ण छ? अहिलेको यो रिसेन्टलीमा चाहिँ इम्पोर्टेन्ट नै छ, किन भन्दाखेरि हामीहरूले अब टिकटकमा हालेपछि त्यही हेरेर कस्टमरहरू चाहिँ त्यही रमाइलोहरू डान्स हेरेर होइन, त्यही भ्युजहरू हेरेर। इन्स्टाग्राममा मोस्टली इन्डियनहरू अथवा फरेनरहरू उहाँहरू त्यही हेरेर नै आउने गर्नुहुन्छ। अनि हामी त्यहाँ कन्ट्याक्ट नम्बरहरू राखेका हुन्छौँ। हामीले आफैले मार्केटिङ गर्नु पर्दैन, त्यही भिडियोज हेरेर आफै अटोमेटिक बुस्ट भइरहेको हुन्छ क्या। भनेपछि यहाँ आउने अधिकांश पर्यटक चाहिँ कुन कुन ठाउँबाट आउने गर्नुहुन्छ? मोस्टली पोखरा, काठमाडौँ, चितवन, गोर्खा, अनि अब कतिपय पूर्वबाट नै आउनुहुन्छ होइन, कतिपय पश्चिमतिरबाट, नेपालभरि नै आउनुहुन्छ। यहाँ मोस्टली चाहिँ त्यही काठमाडौँ, पोखरा, चितवन। यहाँ आउने पर्यटकलाई तपाईँले कस्ता सेवा र सुविधाहरू उपलब्ध गराउनुहुन्छ? हामीले सेवाहरू प्याकेजहरू दिन्छौँ होइन, पर पर्सन 1200, त्यसमा इन्क्लुडिङ डिनर, रुम, ब्रेकफास्ट प्याकेज दिन्छौँ होइन। हाम्रो क्यापेसिटी भनेको 70 जनाको प्याकेज हुन्छ पर डे। अनि अब बार्बिक्यूहरू हुन्छ, सर्भिसेसहरू होइन, अनि ड्रिङ्क्सहरू, फायरवुड, क्याम्पिङ, टेन्टहरू, यही नै हो सर्भिसेसहरू। यहाँ चाहिँ मुख्य आउने भनेको चाहिँ मनोरञ्जनकै लागि, हजुर, इन्टरटेनमेन्ट प्लस भ्युजको लागि आउनु।
त्यो बादलवाला भ्यू हुन्छ यहाँ, सनराइज सनसेट, हिमालहरू 7वटा हिमालहरू देखिन्छन्। हजुर, यहाँको चाहिँ मुख्य भनेको चाहिँ हाम्रो सनराइज भ्यूलाई चाहिँ हजुर, बादलमाथिको गाउँ। हजुर, नाम नै बादलमाथिको गाउँ छ है। हजुरको यो बिजनेस चाहिँ मेनली सिजनल हुन्छ नि हैन? हजुर हजुर। के यो सिजनहरुमा चाहिँ यहाँ दैनिक कति पर्यटक आउने गर्छन्? मोस्टली चाहिँ यो विकेन्ड टाइमिङ र पब्लिक होलिडे हुनुपर्छ आउनको लागि। हजुर। अनि फ्राइडे स्याटरडेमा चाहिँ गेस्टहरू चाहिँ पुरै गाउँभरि नै 1500-2000 जति आउनुहुन्छ। अनि हामी कहाँ चाहिँ त्यही 100-70-100 त्यस्तै हुन्छ। मुख्य सिजन र अफ सिजनमा आम्दानीका कस्तो फरक पर्छ हजुर? यस्तो हुन्छ, सिजनमा चाहिँ हाम्रो एकचोटि धेरै क्यास फ्लो देखिन्छ होइन। अनि अफ सिजनमा चाहिँ लो क्यास फ्लो हुन्छ तर भइरहेको नै हुन्छ हुन चाहिँ। अनि अफ सिजनलाई चाहिँ हामीले कसरी कभर गर्छौँ भन्दाखेरि सम प्याकेजहरूको अफरहरू दिएर, स्किमहरू दिएर होइन, अनि बुस्टहरू गरेर त्यसरी चाहिँ गरिरहेको छौँ हामीले। अफ सिजनमा पनि ठिकै हुन्छ नर्मल्ली। हाम्रो यो मुख्य पर्यटन सिजनमा दैनिक औसतमा कति आम्दानी हुने गर्छ हजुरको? त्यो दसैँ तिहार हो हामीहरूको मेन सिजन भनेको। त्यसमा 1.5 लाख हुन्छ पर डे। तपाईँको रेस्टुरेन्टमा सबैभन्दा बढी आम्दानी दिने खाना वा सेवा चाहिँ के होला? हाम्रोमा लोकल चिकन आइटम हुन्छ एउटा होइन, अनि अर्को चाहिँ सुकुटी आइटम हुन्छ। त्यसले चाहिँ हामीहरूलाई धेरै नै रेभेन्यू जेनेरेट गरिरहेको हुन्छ। ग्राहक सन्तुष्टि कसरी कायम राख्नुहुन्छ? हामीहरूले कस्टमरलाई चाहिँ रिजनेबल प्राइसेसहरू दिएर होइन, अनि प्याकेजेसहरूलाई पनि लो प्राइसमा दिएर, अनि फुड्सहरू ले चाहिँ हामीले ग्राहकलाई चाहिँ सन्तुष्टि गर्छौँ। प्लस हाम्रो एउटा चाहिँ प्लस पोइन्ट हुन्छ, एउटा फ्यामिलियर रेस्टुरेन्ट छ होइन। हाम्रो स्टाफहरूदेखि लिएर सबैजना हामी फ्यामिलियर छौँ। त्यसले चाहिँ फ्यामिली ओरिएन्टेड पनि छ होइन हाम्रो बिजनेस। इम्प्याक्ट अन लोकल कम्युनिटीको कुरा गरौँ है। तपाईँको व्यवसायले स्थानीय मानिसहरूका लागि रोजगारीको अवसर सिर्जना कसरी गरेको छ? हामीहरूले चाहिँ अब यही लोकलको मान्छेहरू ल्याएर इम्प्लोइमेन्ट क्रिएसन गरेका छौँ। कुकमादेखि लिएर होइन, सर्भिस सेक्टरमा अनि हाउसकिपिङमा त्यसरी गरेका छौँ। अनि उनीहरू चाहिँ अब उहाँहरूको माइग्रेसन चाहिँ रोकेछ। कसरी भन्दाखेरि अब बाहिर जानु त परेको छैन नि त, त्यसले चाहिँ आम्दानी पनि बढिरहेको छ। अनि हाम्रो चाहिँ यहाँ स्टाफहरू चाहिँ कतिजना जति हुनुहुन्छ होला? हाम्रो 7-8 जना हुन्छ अहिले स्टाफहरू। कोही हाउसकिपिङ, कोही सर्भिसमा होइन, त्यस्तै छ, कोही कुकमा। जस्तो हजुरको पहिला सानोबाट सुरु गर्नुभएको नि त, अहिले त धेरै नै बढाइसक्नु भयो रहेछ होइन? त्यसको बारेमा नि केही भनिदिनु न। हामीले सुरुवात गर्दाखेरि चाहिँ तपाईँको सानो एउटा चिया पसल 50,000 इन्भेस्टमेन्टबाट स्टार्ट गरेको, अहिले 50 लाखको भइसकेको छ विदिन 5 इयर्समा। अहिले आफैले अरूलाई जब दिएको छु, अरूको प्रेसरमा कति काम गर्नु भनेर। म के भन्न चाहन्छु भन्दाखेरि हार्ड वर्किङ इज इम्पोर्टेन्ट के। हार्ड वर्किङले गर्दा नै मान्छेलाई एकदम ठाउँमा लान्छ होइन। अब आफू पढेछ होइन, गरेछ भनेर हो चिया किन बेच्नु चिया भन्नेतिर लाग्नुभन्दा पनि आफूले मेहनत गरेर त्यही पढेकोलाई यता युटिलाइज गर्ने रहेछ। हजुरको फ्युचर भिजन, त्यो व्यवसायलाई विस्तार गर्ने तपाईँका भविष्यका योजनाहरू चाहिँ के छन्? मेरो फ्युचरको भिजन भनेको एउटा ल्यान्ड म्यानेजमेन्ट भयो होइन, अनि इन्फ्रास्ट्रक्चर ग्रोथहरू होइन, बिल्डिङहरू अरू फेरि लजिङहरू थप्नको लागि त्यसलाई इन्फ्रास्ट्रक्चर ग्रोथ गराउँदैछु। अनि एडभेन्चर टुरिज्महरू होइन, जस्तै अब जिप लाइनहरू थपेर होइन, अनि अब हुन्छ नि अरू एक्स्ट्रा अर्डिनरी एक्टिभिटिजहरू थपेर, अनि एक्सपान्डेड लजिङहरू, अनि वाटर सेक्युरिटिजहरू, फाइनली डिजिटल एन्ड कल्चरल हबलाई प्रमोट गराउने कल्चरलहरू। जस्तै अब मगर कम्युनिटी हो नि त यहाँ, अनि मगर कम्युनिटीलाई नै फोकस गरेर ड्रेसहरू प्रोभाइड गराएर हुन्छ कि होइन। अन्त्यमा चाहिँ हजुरले चाहिँ यङ एन्टरप्रेनर्सहरूलाई चाहिँ के एडभाइस दिन चाहनुहुन्छ? यङ एन्टरप्रेनर्सहरूलाई चाहिँ अब मोस्टली मान्छेले के सोच्छन् भन्दाखेरि आज बिजनेस गरेँ, आजको अझै रिटर्न्स पाउँछु भन्ने हुन्छ क्या कतिपयको। तर त्यो थिङ्किङ एकदम नराम्रो हो क्या। गरिसकेपछि कन्टिन्युटी तरिकाले होइन, 1 इयर त हामीले त धैर्य गर्नु पऱ्यो नि त। मान्छेले पढिसक्यो, हामी त जब गर्छु भन्ने हुन्छ होइन। जबमा त आजको भोलि नै पैसा रिटर्न्स पाइन्छ, हामीले पैसा पाइन्छ। तर बिजनेसमा चाहिँ केही समय हामीले प्रतीक्षा गऱ्यो भने प्रतीक्षाको फल त मिठो हुन्छ। अनि हार्डवर्किङ गर्नु पऱ्यो, कन्टिन्युटी अनि कन्सिस्टेन्सी हुनु पऱ्यो। यस्तो कार्यव्यस्ततामा पनि हजुरले हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दाइ। हुन्छ, थ्याङ्क यू। ल, पोखरा युनिभर्सिटीबाट पनि सबैजना घुम्न आउनु होला है। धन्यवाद।